दिएछ the posts are 120 meter apart and the height of one is double that of other. From the middle point of the line joining the feet an observer found the angle of elevation of their top to be complementary. Find the height of the longer post. According to question, दुईटा पोस्ट छ जसको हाइट एउटाको हाइट अर्को भन्दा डबल छ। मान्ने हाम्रो एबी पोस्ट को हाइट x हो भने सीडी पोस्ट को हाइट डबल 2x मान्दिने र भनेको छ मिड पोइन्ट बाट दुवै पोस्ट को फिट बेस भन्दा दुवै 120 मिटर एपार्ट छ, टाढा छ। यसको मिड पोइन्ट बाट एंगल अफ एलिवेशन अफ देयर टप हामीले अब्जर्भ गर्ने हो भने कम्प्लिमेन्ट्री छ। त हामीले एउटा अल्फा मान्दिने अर्कोलाई बीटा मान्दिने। कम्प्लिमेन्ट्री को मतलब के भयो, दुवैको सम कति भइहाल्छ 90 डिग्री भइहाल्छ। सबभन्दा पहिला हामी यहाँ लेट गर्दिने, लेट द हाइट अफ शॉर्टर and longer post P x and 2x respectively. अब according to figure हामीले जुन फिगर बनाएको छ त्यो अनुसार in right angle triangle ABM मा हेर्छौं भने अनि यो मिड पोइन्ट हो भने यो पनि 60 मिटर र यसको पनि डिस्टेन्स m देखि 60 मिटर छ। त हाम्रो 10 अल्फा इक्वल्स टु भइहाल्छ AB बाइ AM। AB को लेन्थ हाम्रो x हामी मानेछौं र AM को लेन्थ हाम्रो कति हो 60। त्यस्तै इन राइट एंगल ट्रायंगल इक्वेसन हाम्रो 1 भयो। इन राइट एंगल ट्रायंगल CDM मा हामीले हेर्न सक्छौं 10 बीटा बराबर भइहाल्छ CD बाइ MC। CD को भ्यालु हाम्रो 2x छ र MC को 60 छ भने काटेर यो भइहाल्छ x बाइ 30। सिन्स अकॉर्डिंग टू क्वेश्चन के दिएछ अल्फा प्लस बीटा इज कम्प्लिमेन्ट्री, यसको मतलब दुवैको सम कति हो 90 डिग्री हो। एंगल अफ एलिवेशन कम्प्लिमेन्ट्री छ। अब हामीले यहाँ टेकिङ 10 on both side गर्ने विकेट। अब 10 अल्फा प्लस बीटा इक्वल्स टू 10 90 डिग्री।
अब फर्मुलामा राख्ने हो भने 10 अल्फा प्लस बीटा को 10 अल्फा प्लस 10 बीटा डिवाइड बाई 1 माइनस 10 अल्फा इन्टु 10 बीटा भइहाल्छ। यसको भ्यालु भइहाल्छ हाम्रो 1/0 लेख्ने, किनभने इन्फाइनाइट लेख्ने हो भने त्यसले चाहिँ प्रब्लम आउँछ। साइन यो भनेको हाम्रो tan 90 डिग्री भनेको sin 90 बाई cos 90 हो। त sin 90 को भ्यालु 1 र cos को 0 यो फर्ममा हामी लेख्छौँ। अब हामीसँग tan अल्फा को इक्वेसन 1 सम्म, इक्वेसन 1 र इक्वेसन 2 बाट हामी tan अल्फा र tan बीटा को भ्यालु राख्छौँ भने x/60 प्लस x/30 डिवाइड बाई 1 माइनस x/60 इन्टु x/30 भइहाल्छ इक्वल्स टु 1/0। अब हामी क्रस मल्टिप्लाई गर्ने हो भने अब यसमा 0 ले मल्टिप्लाई गरेर यो पार्ट 0 भयो र यतातिर के भइहाल्छ 1 माइनस x स्क्वायर बाई 1800। अब यसलाई सोल्भ गर्नको लागि हामीले x स्क्वायर बाई 1800 इक्वल्स टु 1 भइहाल्छ। अब x स्क्वायर इक्वल्स टु 1800 भयो। अब x को भ्यालु रुट ओभर 1800 यो भनेको हाम्रो 2 इन्टु 900 हुन्छ। त 900 भनेको 30 को स्क्वायर हो। त बाहिर हाम्रो 30 भइहाल्छ, 30 रुट 2 भइहाल्छ x को भ्यालु। अब हामीले लङ्गर पोस्ट को हाइट निकाल्ने हो भने यहाँ यो पार्टमा हामी हेरौँ। देयरफोर द हाइट अफ लङ्गर पोस्ट हाम्रो 2x छ। यसको मतलब x को भ्यालु हामी राख्छौँ भने 2 इन्टु 30 रुट 2 भनेको 60 रुट 2 मिटर भइहाल्छ हाम्रो एन्सर। यसरी हामीले